दर्शक नमस्कार। तिब्बत टिभी को नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत परम पावन दलाइ लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ मल्लुडो सङ्घको उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। परम पावन ज्यूद्वारा महाशक्ति पथन सूत्रबारे प्रवचन। अनुकम्पा र बुद्धिका साथ चुनौतीहरूको सामना गर्ने विषयमा परम पावन ज्यूको प्रवचन। परम पावन ज्यूद्वारा राष्ट्रिय स्वयंसेवक सङ्घका प्रमुख मोहन भागवतसँग भेट। पक्राउ पारेका 12औं गुम्बाका तिब्बती भिक्षु बेपत्ता। परम पावन ज्यू र केन्द्रीय प्रशासनले तिब्बती मुद्दाहरूका लागि नयाँ विशेष संयोजकलाई स्वागत। युरोपमा तिब्बती समुदायहरूले दोस्रो सभाको आयोजन। अब समाचार विस्तारमा। बौद्ध धर्म अवलम्बीहरूको समूहहरूसँग कुरा गर्दै परम पावन ज्यूले बुद्ध धर्ममा बढ्दो चासो रहेको समयमा बुद्ध धर्म फस्टाउने महत्त्वमा जोड दिनुभयो। गत हप्ता शुक्रबार महाशक्ति पथन सूत्रमा प्रवचन दिन दक्षिण र दक्षिण पूर्वी एसियाका धेरै बौद्ध समूहहरूले आमन्त्रित गरेका थिए। करुणा र बुद्धिका साथ चुनौतीहरूको सामना गर्ने बारेमा बोल्दै परम पावन ज्यूले भारत विगत केही दशकदेखि आफ्नो घर रहेको र अहिंसाको 1000 वर्ष पुरानो परम्परालाई जीवित राखेकोमा उनी भारतीय धार्मिक नेताहरूबाट प्रभावित छन् भन्नुभयो। उनले भारत सबै प्रमुख धार्मिक परम्पराहरूको अस्तित्व भएको देश रहेको र यस संसारको धार्मिक सद्भावना भारतले महत्त्वपूर्ण योगदान दिन सक्ने कुरा पनि बताउनुभयो। We can see India, this country, all major religious traditions live together. The religious tolerance very much exists here. Sometimes few people create some problem. That's understandable. But basically, this country, 1000-year-old tradition on the basis of ahimsa, religious harmony, very good, very good. इन्डियन इन्स्टिट्युट अफ म्यानेजमेन्ट IIM रोहतकले यस हप्ता बिहिबार फेसिङ च्यालेन्जेस विथ कम्प्यासन एन्ड विजडम शीर्षकमा एउटा वार्ताको आयोजना गरेको थियो। यस हप्ता सोमबार परम पावन दलाइ लामा ज्यूले राष्ट्रिय स्वयंसेवक सङ्घका प्रमुख मोहन भागवत र वरिष्ठ नेता श्री इन्द्रेश कुमारको अनुरोधमा भेट गर्नुभएको थियो। परम पावन ज्यूले भारतलाई धार्मिक सद्भावनाको नमुना भएको र भारतले विश्वलाई यसको बारे बुझाउनु पर्ने बारेमा श्री इन्द्रेश कुमारले बताउनुभयो। परम पावन ज्यूसँगको भेटघाटपछि श्री जोङपेम्बा छिरिङ, सभामुख खिम्बु सोनाम टेम्फेल र कल्याणहरूसँग भेट्नु भएको थियो। सन् 2020 को सेप्टेम्बर महिनामा तिब्बतको शेरसुर काउन्टीबाट चिनिया अधिकारीहरूले स्वेच्छाचारी रूपमा गिरफ्तार गरी हिरासतमा राखेपछि एक तिब्बती भिक्षु तेन्जिन दार्के बेपत्ता भएका छन्। तिब्बतको परम्परागत खाम प्रान्तको कर्जेमा रहेको 12औं गुम्बाका भिक्षु तेन्जिन दार्के र अर्को एक अज्ञात भिक्षुलाई चिनिया अधिकारीहरूले तिब्बतको शान्तिपूर्ण मुक्ति भनिएको 17औं वार्षिक उत्सवमा मनाउन अस्वीकार गरेपछि पक्राउ गरेका थिए। अन्य समाचारका अनुसार दार्केलाई आफ्नो मोबाइलमा 14औं दलाइ लामाको तस्विर सहित अन्य राजनीतिक रूपमा संवेदनशील सामग्री भेटिएपछि प्रहरीले हिरासतमा लिएको थियो र उनीसँगै अरू धेरै भिक्षुहरू पनि पक्राउ परेका छन्। नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकारका लागि अमेरिकी उपसचिव उज्रा जेया तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजकको रूपमा नियुक्ति गरेका छन्। The United States is committed to promoting respect for the human rights of Tibetans and helping to preserve their distinct historical, linguistic, cultural, and religious heritage. Direct dialogue without preconditions between the government of the People's Republic of China and His Holiness the Dalai Lama or his representatives is essential to resolve differences and achieve meaningful autonomy for Tibetans. परम पावन ज्यू र केन्द्रीय तिब्बती प्रशासनले सुश्री उज्रा जेयालाई तिब्बती मामिलाहरूका लागि अमेरिकी विशेष संयोजकको रूपमा नियुक्ति भएकोमा बधाई पत्र लेख्नु भएको छ।
परमपौजुले तिब्बती जनताको अवस्था सुधार्नुमा महत्त्वपूर्ण योगदान दिन सक्षम हुने आशा व्यक्त गर्दै उनीसँग भेट्न र उहाँको समर्थन र पहलबाट लाभ उठाउन सक्ने विषयहरूमा विचार आदान प्रदान गर्न तत्पर हुनुहुन्छ भन्नुभयो। सिजोङ पेम्बा छिरिङ र निर्वासित तिब्बती संसदका सभामुख खेम्पु सोनाम टेम्पेलले विश्वभरमा रहेका तिब्बतीहरूको तर्फबाट उपसचिव उज्रा जियालाई बधाई पत्र पठाउनु भएका छन्। प्रेसलाई सम्बोधन गर्दै सिजोङ पेम्बा छिरिङले राष्ट्रपति जो बाइडेन र राज्य सचिव एन्टनी ब्लिङ्कनलाई धन्यवाद व्यक्त गर्नुभयो। सिजोङले यस नियुक्तिलाई स्वागत गर्दै चीन तिब्बत द्वन्द्वको ठोस समाधान ल्याउन विशेष संयोजकसँग काम गर्न तत्पर रहेको बताउनुभयो। We are very, very aware of the commitment that she has for the defense of human rights and freedom all around the world. Therefore, we have shared values between the Tibetans and the United States, and the United States has played a very, very important role politically to support the Tibetan, to resolve the Sino-Tibet conflict. यस हप्ता सोमबार अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले उज्रा जियालाई नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकारका लागि उपसचिव र तिब्बती मुद्दाहरूको लागि विशेष संयोजकको रूपमा नियुक्तिको घोषणा गर्नुभयो। तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकको रूपमा नियुक्तिपछि उपसचिव उज्रा जियालाई यस हप्ता बुधबार तिब्बत वाशिंटन डीसी कार्यालयको प्रतिनिधि नामग्याल छुटुसँग आफ्नो पहिलो आधिकारिक बैठकमा आमन्त्रित गर्नुभएको थियो। युरोपमा रहेका तिब्बती समुदायले गत साता पेरिसको रिक्पा सेन्टरमा दोस्रो वार्षिक सभाको आयोजना गरेको थियो। सो बैठकमा युरोपमा तिब्बतको वकालतको सुदृढीकरण र सम्बन्धित देशहरूमा केन्द्रीय तिब्बती प्रशासनका परियोजनाहरू र पहलहरूको कार्यान्वयनमा सहयोग सुधार गर्ने उपायहरूसहित विभिन्न एजेन्डाहरूमा छलफल भएको थियो। सदस्यहरूले बेजिङ 2022 शीतकालीन ओलम्पिक विरुद्ध दृढ अभियानको बारेमा पनि छलफल गरेका छन्। बैठकमा अस्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, पोल्यान्ड, स्पेन, स्विजरल्यान्ड र लिक्सेनस्टाइनका तिब्बती समुदायहरूका 26 भन्दा बढी प्रतिनिधिहरूले सहभागी लिनुभएको थियो। हस् त आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। तसिदेली नमस्ते।